प्रधानमन्त्री झोले ओली होइन पाऊ सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद अर्थात् केपी शर्मा ओली उर्फ झोले भन्दा हिजोसम्म गाली खाइदिन्थ्यो। आज बिहान 10 बजे सरकारी टाइम सुरु हुनुभन्दा ठ्याक्कै अगाडि पनि झोले भन्दा अप्रिय लाग्न सक्थ्यो। उस्तै परे शक्तिमा भएकाहरूलाई झोले भनेर जिस्कायो भने जेलकै हावा खाने दिन आउन सक्थ्यो। तर आज 10 बजेपछि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैलाई झोले घोषणा गरेपछि ढुक्क भएको छ। अब जनताले ए झोले किन काम नगरेको भनेर पनि प्रश्न उठाउन सक्नेछन्। प्रचण्ड जस्ता विपक्षीहरूले झोले सत्तामा आएपछि देश उद्योगतिमा छ भने सरकार त ढल्नै पर्छ भन्न पनि पाउनेछन्। चर्को स्वरमा नारा लगाएर चर्किने विरोधीहरूले समेत अलि अपाच्य सुनिने गरी झोले चोर देश छोड भन्न सक्छन्। तर यस्ता नाराहरू सधैँका लागि अन्त्य हुनुपर्छ, किनकि सम्मान व्यक्तिलाई होइन देशको प्रधानमन्त्री पदलाई गर्ने हो। अथवा सरकारका सचिवहरूले प्रधानमन्त्री ज्यू भनिराख्नै परेन। झोलेको निर्देशन आएर तनाव भइरहेको छ यार भन्न पनि पाइयो। वा मन्त्रीहरूले झोले ज्यूले बैठकमा बोलाउनु भएको छ भन्दै दौडिने सुविधा पनि पाए। समर्थकहरूले कुनै बेला केपी बा आई लभ यू को नारा लगाउँथे। अब झोले बा आई लभ यू भन्न पनि पाउने सुविधा सुनिश्चित प्रधानमन्त्री आफैले आफैलाई झोले करार गरेर चलाएको अभियानले गरेको छ।